यहाँले यसको सर्वोच्चको संवैधानिक इजलासको जुन फैसलापछि यहाँको प्रतिक्रिया के छ? तपाईँहरू एउटा अनागरिकलाई प्रश्न सोधिरहनु भएको छ। कहाँको नागरिकलाई प्रश्न सोध्नु भएको तपाईँले मलाई? म कहाँको नागरिक हो र मलाई कसलाई क्वेसन सोध्नु भएको नै थाहा छैन मलाई। यो प्रश्नको जवाब के दिउँ? नागरिक हुनुभयो भन्दा अगाडि त हाम्रो नेपालको गृहमन्त्री हुनुहुन्थ्यो नि सर। तर यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नु? अब तपाईँ चाहिँ के गर्नुहुन्छ? थाहा छैन मलाई। एउटा अनागरिकले के गर्छ मैले बुझेकै छैन। सर्वोच्चको फैसलालाई कुन रूपमा लिनु भएको छ? स्वागत गर्छु, स्वीकार गर्छु, स्वीकार गर्नुपर्छ। सर्वोच्च अदालतभन्दा माथि लोक्ने निकाय छ र अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु। तर अरू प्रश्नमा त मलाई भनिहाल्ने एउटा अनागरिक के आन्सर दिने अहिले? राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षको हैसियतमा अब म अध्यक्ष रहिनँ सर, म छैन, म केही पनि होइन, म कहीँको पनि होइन यतिखेर। त्यस कारणले प्रक्रियामा अगाडि बढ्नुहुन्छ कि बढ्नुहुन्न? म यो सबै प्रश्नहरूको अहिले मसँग कुनै जवाफ किन छैन भने मैले भनिहालेँ। म तपाईँले कसलाई प्रश्न सोध्नु भएको भन्नुहोस् न। तपाईँले प्रश्न सोध्ने त कोही त एउटा कुनै परिचय त उसको चाहिएला नि। यतिखेर एउटा परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नु? पनि मलाई थाहा छैन। थाहा भयो।